को जान्छ यार 1 बजेको घाममा प्लान्ट भन्दैछु प्लान्ट कलेक्ट गर्न कस्तो छ क्या एकदमै थाकिसक्यो पसिना पसिनाले शरीरमा कति पनि एनर्जी छैन पुरा जङ्गल टाइपको गाह्रो पर्ने अवस्था आइसक्यो गाइज ठाउँ त मस्त छ तर प्लान्ट खोज्दा ढिङ्गराज नि भेट्यौँ बला नि भेट्यौँ दुइटै डिटेल प्लान्ट हो सियोनाको होइन खै के हो आई डोन्ट नो तर ओ माई गड इट्स बिन अ लङ डे फर मी है अझै 2टा प्लान्टको हेर्नु छ लेट्स गो एकदमै गर्मी छ गाइज प्लान्ट खोज्ने चक्करमा द्याट्स हामीलाई त्यही भएको कारणले हामीलाई अथेन्टिक बनाउँछ क्या हामी अरू सिनियर्सहरूको त्यो टाँसेको निकालेर गर्दैनौँ क्या हामी वी फाउन्ड बाई आवर सेल्फ एन्ड वी टाँस्ने पनि आफ्नैले गर्छौँ क्या लफडा होला फेरि हामी चाहिँ यता छ भाइको घर कहाँ रुकुम मैकोट हो आहा भाइ त फेरि गीतमै सुहाउने भयो क्या तिम्रो घर कहाँ हो रोल्पा केटा नि भेट्यो है गाइज प्लान्ट भ्लगमा तपाईँको सबैलाई स्वागत छ यता थाकिसकेका छौँ भाइ चाहिँ कस्तो राम्रो देखियो है भ्यू पनि यता छौँ यता क्यान्टिन अब घरतिर जाने प्लान छ हाम्रो ल हाई भनिदेऊ त सबैले ल है यता हामी चटपटे जङ्सनको चटपटे ट्राई गर्छौँ है कस्तो छ विथ अर्जुन दाहाल आउनु ट्राई गरौँ कस्तो पहिला भन्दा त राम्रो भएको छ चटपटे म यसलाई टिप्छु भने यता टिप्यो भने यो पात हुन्छ धेरै जस्तो मान्छेले खाँदाखेरि के हुन्छ तिता त होला भन्ने हुन्छ नि तर लिटरली कति पनि तितो छैन है किन भन्दाखेरि यसको रस चाहिँ के हो मधुर रस भएको तितो एकदमै झुसिलो छ यो बलाको बोट यो एउटा बला श्रब हो नि हेर्न सक्नुहुन्छ साथीले चाहिँ बलाको फुल भेटाएछ अब हेरौँ है साथीहरू कस्तो छ बलाको फ्रुट सरी फल अब यो बला होइन त कसले भन्छ त यो